कस्तो लाग्यो नि दादाको राइड? एकदम फर्स्ट क्लास छ हैन त नि? मम्मीले बोलेन के नरम लाग्छ के रे ब्लगर छोरा ल्याएको गुड गुड। हामी त चिहान रोकिसकेको छौँ अनि यता गफ भइरहेछ के गफ हो थाहा छैन। अब चिया खान्छौँ अनि त्यसपछि भेटौँला है त। ट्याक्कै घुम्तीमा हो क्या। ल अब चाहिँ हामी चल्दिछ। हेलो ब्रो 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 दाई भने लाज लाग्दो रे त्यो ब्रो भनिदिएको है फेरि। ल है अब हामी चाहिँ चल्दिछ। अब अलि उता गएर भेटौँला है। अब धेरै भ्लग त मैले आज अलिअलि हल्का फुल्का भ्लग। सो आज चाहिँ हामी कहाँ ओए आकाश आज हामी कहाँ जान लाग्यो मैले भनेकै छैन हजुरहरूलाई। ओए मैले कहाँ जान लाग्यो नि भनेको क्या आज भ्लगमा अहिले म भनिदिउँ भन्दै त कहाँ जान लाग्यो हामी इलाम जान लाग्यो यहाँबाट टक्क है। अब मुक्तिनाथबाट टक्क अनि कलङ्गीतिर जान्छ। सो अब चाहिँ हामी मुस्ताङ जान लागेको छौँ। मुस्ताङ टाइम होइन टक्क गाडीमा सबै फ्यामिली भएर मिठो सही राइडर ड्राइभर नो टेन्सन रिल्याक्स। म चलाउनु नदिएको भएर के म बोलेको भनेको ल है साथीहरू हामी चाहिँ हिँडिसकेको छौँ होइन। यहाँ भ्लग सुरु भइसक्यो चुलाएर बस्ने क्या। अब को बोल्छ दादा बोल्छ बाबा आज भन्नु नि बाबु पनि आउँछ आउँछ सबै आउँछ। हजुर म चाहिँ आज मुस्ताङ जेएनजीको साथमा गइरहेको छु है। हजुरहरूले हामीलाई साथ दिनु होला। हामी पनि देखाउँ न जेएनजीको ल मम्मी चाहिँ पछाडि हुनुहुन्छ यहाँ। आज चाहिँ गाडीमा चाहिँ गइरहेको छौँ ड्याडले हगेर राखेको टक्क माथि पुल कालिका तल लामो पुल डरला छ माथि पुल त डरला छ म त यति पनि जान सक्दिनँ के हो कुनी डर लाग्यो मलाई यो पुल डर लाग्यो क्या। यो त अहिले यहाँ कस्तो पक्का पनि छैन के अहिले जीर्ण भइसक्यो कि यो। अनि मान्छेहरूले कस्तो हल्लाउने रहेछ कि यस्तो पहिला डर लाग्दैन अब चाहिँ हामी चाहिँ बाटो पहिला कस्तो धोस्दै थियो। कटियो बागलुङको बाटो कि यता बेनी जाने बाटोमा मालढुङ्गा कटियो अब बागलुङतिर लाग्यो। ठुलो गाडी बत्तेर आउँछ बाबु यो बाटो फेरि सबै आएको गीत बाल सुषमा होइन सबै हो। हामी चाहिँ मुस्ताङ जानलाई चाहिँ बागलुङ नगइकन यता यो बागलुङभन्दा अलि यताबाट टक्क माथि जानुपर्छ। फर्स्ट टाइम यबाट जाँदैछु त्यही पनि गाडीमा है। बेस रमाइलो भइरहेछ अहिलेसम्म त ठिकै छ भनौँ न। ल ए मम्मी पनि भ्लगर हुनु रहेछ। यहाँ अलिक सजिलो भएको तपाईँले कि उस्तै निचामा उता भाइब निचामा उता भाइब चाहिँ मिलेन कि तपाईँ यहाँ रमाइलो लाग्नु यता अलि मिल्यो नि। यहाँ त बब्बाल रमाइलो छ नि होइन। उता अलि मिलेन कि बब्बाल छ यार बब्बाल छ। अब यो जेन्जीहरू ल साथीहरू अपलोड चाहिँ सुरु भइसकेको छ अनि यस मजा आइरहेछ। बाइक चलाउन नि अफरोडमा मजै आउने है गाडी चलाउनै मजा आउने रहेछ क्या। ल हाम्रो चाहिँ सुरु भइसकेको छ यात्रा होइन। गाई छैन गाई छैन गाई हो कि गोरु गाई जस्तो लाग्यो खालि गाई भन्छ कि
यस बाटो चाहिँ राम्रै छ के फर्स्ट टाइम हो यतै हुन्छ के बनाउनु अलिक पिच रोड आइदियो चिगुरा पेलिने भयो नाच्छ है नाच्छ यहाँ त गाडी ढुस होइन अलिक ढुस बनाउँछ के शान्त भयो त भ्लग अन गरेको त बोलाउँ न सबैजना के हो त गाई गाई भन्छ अनि अनि सबैजना बोल्नु पऱ्यो क्या गाई गाई भनेर नभन्नु नि रागर गाई ल यताबाट चाहिँ हाम्रो कुन खोला हो यो कालीगण्डकी खोला यसैको तिरतिर जाने हो तिरै जाने दुईटा खोला निस्किन्छ कि बेनीमा यता माथिबाट कालीगण्डकी आउँछ यताबाट बुढी गण्डकी बेनीको बेनी अहिलेसम्म आएन बेनी नि आएन सेनी नि आएन त्यो बागुङसँग आएको बाहुन त हामीसा सेनी त छैन भयो सेनी त हरायो नि त हो त्यसपछि आएन यस्तो रहेछ बाटो तिन बागु मैसा अस्ति पनि आएन यो तरमा छैन तेल सिधै अब चाहिँ अहिले एकछिन भेटौँ ल अहिले चाहिँ अब बाटोमा ध्यान दिउँ भ्लगमा भन्दा पनि बढी त्यस पुगेपछि चाहिँ अनि बल्ल देखाउनु पर्छ मुस्ताङ कस्तो रहेछ अहिले होइन तर खासै जाडो छैन भन्ने सुनेको थिएँ मैले त यहाँ जाडो नभएको हो कि होइन के पहिलाको तुलनामा के पहिलाको तुलनामा पहिला जस्तो जाडो छैन अरे के खै मैले हेर्दाखेरि त -11 थियो कि नेगेटिभ छ अरे होइन -3 -11 राति चाहिँ यस्तो हो कि त्यहाँ चाहिँ घाम लाए पनि हावा बेस सो हामी चाहिँ अहिले बेनी बजारमा छौँ अनि यहाँ टायर प्रेसर चेक गरेर आएको है ठिक छ नि दादा होइन ल सही हो ल हामी चाहिँ अब टायर प्रेसर चेक गरेर जान लागेको छौँ अनि ल है गाडी ल सबैलाई देखाइदिउँ एकचोटि कति भयो ल यहाँ चाहिँ आकाश यता चमा हेलो यता मजु उता मम्मी अहिले देखेन क्या उता आउँछु म 40 रुपियाँ दिन त 40 हो गया 40 ल है कस्तो लाग्यो त नि दादाको राइड एकदम ठिक फर्स्ट क्लास छ होइन त नि मम्मीले बोलेन कि नरम लाग्छ के अरे ब्लगर छोराले ल्याएको गुड गुड मन पर्यो ल अब चाहिँ चलाउने टक्क जाने होइन खाना ठान्छ मैले चलाउँछु अनि अझैलाई दिन चाहिँ चलाउनु झ्याउ लाग्यो मलाई भन्न मिलेन है ल ल ठिक छ है ल ठिक छ ल ल ल अब चाहिँ हामी चल्दैछ ल अब चाहिँ हामी चाहिँ बेनीबाट चल्दिन लाग्यो हिँड्न लागिसकेको छौँ ड्याडी चाहिँ कता जानुभयो भन्ने कुरो हो आउनु भएको पाडै आयो पाडै सोयो पुट अन सिट म हिरै हो त लम्बे लम्बे मेरे नाक लम्बे लम्बे है ना मेरे आँख ठुले ठुले बढे होला नि हिन्दीमा ल अब चाहिँ यहाँ जाम परिरहेको छ है अब के भइरहेको छ अगाडि केही थाहा छैन हो के हो थाहै छैन है यस्तो यस्तो अन्त मजा त मजा आइरह है अनि त्यही हो आज धेरै पछि भ्लग हानेको खै के हाने जस्तो भइरहेको छ तर माथि गएपछि त दामी हान्छु भ्लग त्यही हो अब चाहिँ एकछिन बाटो हेरौँ टक्क लाएर के बोलिराख्ने है अहिले त त्यहाँ अगाडि जाम पऱ्यो कि के थियो के अरे लेट्स अब के हुन्छ माथि गएर के कस्तो छ सबै धेरै जस्तो मान्छेहरू मुस्ताङै गइराख्नु भएको छ सही
ल यतिर जान छौँ है हामी यतिर जान छौँ ल अब खाना खाम हामी सबैजना रूपसे झरनामा अघि नै आएको है तर यहाँ पेट सफा गर्दाखेरि फोटोसोटो खिच्दाखेरि अब त्यस्तै भयो मम्मीहरू चाहिँ उता हुनुहुन्छ फोटोसोटो हानिराख्नु भएको छ आज ल अनि को हो भनेको के रूपसे वाटरफल आकाश गह के 1 2 खिचिक 1 2 खिचिक ल है अब चाहिँ हामी जान्छौँ यहाँबाट निस्किन्छौँ अब हतार हुन्छ के सो अझै त्यहाँ गाडी झिङ्ग लाग्छ साइडहरू जानु लाग्नु ल अझैले चाहिँ त्यहाँ गाडी ल्याइरहेको थियो के यो बस आइहाल्यो ल है आइज आइज ओ गुरुजी हिँड यहाँ साइड लगाऊ त्यहाँ ल सही हो अब चाहिँ हामी चल्दैछ अनि लाउनु पर्छ लास्ट जाडो हुनेवाला यो चाहिँ तिम्रो कति पटक हो बाबु मेरो फोर्थ ओ लक्की म्यान जतिखेर आउँदाखेरि नि दामी रमाइलो लाग्छ ओके ठाउँै त्यस्तो हो नि त यस्तो सिटमा चाहिँ अब हामी रूपसेबाट नि कटिसकेको छौँ भ्लग गरिछ रूपसेको अलिअलि भ्लग पनि आइसक्यो होइन कलर हामी चाहिँ अब माथि उकालो चढ्दैछौँ रूपसेबाट यहाँबाट अब कता आउँछ लेते आउँछ होला सायद आइडन है थाहा छैन काभ्रे भिर आउँदो रहेछ काभ्रे भिर गयो अझै हो अझै यता काट्ने यता जान्छ टेन्सन छैन बाबु कट्यो पर्फेक्ट अनि ल हाम्रो चाहिँ यता सबैजना यता चाहिँ आउने बित्तिकै सुरु के हो सुरु भइसकेको छ है सबैले एकैचोटि हेलो भन्नु यता ल 1 2 3 भएन कि भएन सबले हेलो भन्नु पर्यो के ल चमा सबै चमा फ्यामिली सबै ल हामी चाहिँ अब खाना खान्छौँ एकछिनपछि अनि बल्ल अब नुहाएर चिटिक्क परेर बसिरहेको छ के अब मैयाहरूलाई भेट्न जानु पऱ्यो उतातिर होइन हो कि भन्नु न मैयाहरूलाई भेट्न जानु पऱ्यो उतातिर होइन भाइ ल अब हामी चल्दैछ